नमस्कार, रिभोल्युसन नेपालमा हार्दिक स्वागत छ। म दिप्सन छेनाल। त्रिभुवन मावि खरबाङले हिरक महोत्सवको अवसरमा सप्ताह ज्ञान महायज्ञ गर्ने भएको छ। त्रिभुवन मावि बडिघाट गाउँपालिका 2 खरबाङले हिरक महोत्सवको अवसरमा श्रीमद् भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञ सञ्चालन गर्ने तयारी गरेको छ। विद्यालयले आगामी मङ्सिर 21 गतेदेखि 28 गतेसम्म सञ्चालन गर्ने महायज्ञ सहितको कार्यक्रमको लागि मूल समारोह समिति गठन गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद भुषालको संयोजकत्वमा 1111 जना सदस्य रहेको समितिको गठन गरिएको छ। समितिमा विद्यालय व्यवस्थापन समिति लगायत विद्यालयमा गठन भएका सबै समितिका पदाधिकारी तथा सदस्यहरू, शिक्षक, कर्मचारी, अभिभावक, चन्दादाता, विद्यालय सेवा क्षेत्रभित्रका सामाजिक व्यक्तित्व, सामाजिक अभियन्ता, उद्यम व्यापारी, पत्रकार, कलाकार लगायत रहेको प्रधानाध्यापक ढालमणि भण्डारीले जानकारी दिनुभयो। महायज्ञमा प्रमुख वाचकको रूपमा अन्तर्राष्ट्रिय वाचक वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेल रहेको विद्यालयले जनाएको छ। स्वदेश विदेशबाट हुनुभएका समादरणीय भक्त सज्जन, आध्यात्मिक चिन्तनको माध्यमबाट समाजको बृहत्तर समुन्नयन, शैक्षिक उन्नयन गर्ने महान लक्ष्य लिएर यो अभियानको साथमा अगाडि बढ्ने क्रममा त्रिभुवन माध्यमिक विद्यालय खरबाङ बागलुङको आयोजनामा 2022 साल मङ्सिर 21 गतेदेखि 28 गतेसम्म हुने श्रीमद् भागवत ज्ञान महायज्ञ, जहाँ हाम्रो चाहिँ 101 टेक्निकल कलेजका सङ्कल्पकर्ता ध्रुवचन्द्र विशालजी र म त्यो कार्यक्रम सम्पन्न गर्न आउँदैछौँ। घर घरबाट उठेर, बस्तीबाट जुटेर, स्वदेश विदेशमा रहनुभएका तमाम समादरणीय भक्त सज्जन यो अभियानमा जुटेर यो शैक्षिक उन्नयनको र प्राविधिक शिक्षाले निर्माण गर्ने महान अभियानमा यहाँहरू घर घरबाट उठेर साथ दिनका लागि म सबैमा हार्दिक निवेदन गर्न चाहन्छु। सबैको जय होस्। नारायण। विद्यालय क्षेत्रमा रहेको क्रियाशील राजनैतिक दलहरूले पनि महायज्ञ सफल बनाउन प्रतिबद्धता व्यक्त गरेका छन्। विद्यालयले बडिघाट गाउँपालिकाको वार्ड नम्बर 1, 2, 3 र 5, गलकोट नगरपालिका वडा नम्बर 11 तथा मुसिकोट नगरपालिकाको वडा नम्बर 1, 2, 3 र 7 लाई विद्यालय सेवा क्षेत्र मानेको छ।